एसएलसीमा चिट चोरेर पास भएका यी दुई डाकाहरू चोर गल्लीको बाटो हुँदै न्यायाधीशसम्म बन्न पुगेछन्। यी दुई असक्षम डाकाहरू न्यायाधीश बनाउँदा असुकृति पराजुली र रमेश डाकाल यिनीहरू पक्कै पनि आफ्नो खुबीले भने न्यायाधीश बनेका होइनन्। या त पैसा पेलेर बनेका हुन्, नभए सत्तामा कोही आफ्नो गतिम्लो परिचयको मान्छे भएर न्यायाधीश बन्न पुगेका हुन्। एउटा देशको सबैभन्दा संवेदनशील विषयवस्तु बोकेर बनेको एउटा ठूलो मुद्दामा गतिम्लो फैसला सुनाउन नसक्ने डाकाहरूले छोडेर जाँदा हुन्छ कुर्सी। यिनीहरूलाई गल्ली गल्लीका चोर गल्लीहरूमा जहाँबाट यिनीहरू आएका थिए न्यायाधीश बन्न, त्यही गल्लीहरूमा जुत्ताको माला लगाएर कालो मोसो लगाएर दौडाई दौडाई भगाएर देशको सिमाना कटाउनुपर्छ। होइन भने बानी सुधारेर आउनुपर्छ। एउटा संवेदनशील मुद्दामा समेत फैसला सही तरिकाले गर्न नसक्ने डाकाहरूलाई कसले बनाइदियो न्यायाधीश? हुन त यो देशका उच्च पदस्थ वर्गमा रहेका डाकाहरू पनि